यो यात्रा हो अन्नपूर्ण गाउँपालिका नारसाङ स्थित नर्थ अन्नपूर्ण बेस क्याम्प तर्फको। केवल एउटा बाटो होइन, यो प्रकृतिसँगको आत्मिक भेट हो, जहाँ सरलता, जटिलता र सहजता एकसाथ बग्छन्, जहाँ नयाँ प्रजाहरू मौलाउँछन् र नयाँ आशाहरू फलाउँछन्। भन्ने गरिन्छ, सुन्दर गन्तव्य भेट्न सुन्दर खोजी गर्नै पर्छ, र यही खोजी हो नर्थ एबिसी ट्रेक। यहाँका विशाल पहाडहरू, झरनाहरूको सङ्गत र हरेक मोडमा खोला र बादलको आवाजले हरेक यात्रीको पाइला अझै गहिरो बनाउँछ। हरेक क्षण, हरेक दृश्य एक नयाँ अनुभूतिसँगै एक नयाँ आनन्द पनि बनेको छ। आउनुहोस् हाम्रो साथमा यो अद्भुत यात्रा सुरु गरौँ नर्थ एबिसी ट्रेक तर्फको। सो हेलो गुड मर्निङ है त, नमस्कार सम्पूर्णमा। यसमा रमेश नेपाली। हामी अहिले आइपुग्यो बेनी बजार। यो बेनी बजारमा चाहिँ यो बेनी बजार आइपुग्यो। अहिले बज्यो 10 बज्न लागिसक्यो अहिले त। अब हामी यहाँबाट चाहिँ हुम खोलाको लागि चाहिँ बस रोजेर चाहिँ हामी बस अथवा ट्याक्सी लिएर चाहिँ निस्किनु पर्ने हुन्छ। सो कृष्ण, कस्तो लागिरहेछ त? अब हाम्रो ट्रेक सुरु हुन लाग्यो। ठीक छ, यात्रा सुरु हुँदैछ। ठीक छ, ठिक छ। साथीहरू गर्दै गर्दै गएर हामी 2 जना मात्र भइएको लाग्छौँ है। सो हामी चाहिँ अहिले चाहिँ खाना खानको लागि चाहिँ बसेका छौँ। खाना खान बसेका छौँ। अब खाना खाएपछि चाहिँ हामी खाना खाने, अनि खाना खाएपछि चाहिँ हाम्रो लागि गाडी भनेछौँ होइन। यहाँ 2 जना भएपछि जाने सुरु भएको छ। त्यसपछि जान्छौँ। अनि यो बेनी बजारबाट हामी खाना खायौँ। खाना चाहिँ हामीले यसमा खाएको थियो, यो कस्तुरी भन्ने ठाउँमा चाहिँ। ल अब चाहिँ हामी यहाँबाट चाहिँ हाम्रो जिप छ, यहाँ जिप चाहिँ यहाँ छ। अब हामी चाहिँ यसमा लाग्ने हो है त। लेट्स गो हामी लाग्यो है त। खोलाको यात्रा हाम्रो बेनीबाट खोलाको लागि। गाइस, बाटोको अवस्था यस्तै छ है। माथिबाट म पनि ओ माइ गड, यस्तो बाटोबाट चाहिँ हिँड्नु परेको छ। यस्तो पहिरो छ है होइन। तातो पानी कुण्ड रहेछ यो चाहिँ है। चाहिँ नेपालीको लागि भनेर 50 रुपियाँ रहेछ भने, अनि टुरिस्टहरूको लागि भनेर चाहिँ अनि 150 रुपियाँ चाहिँ रहेछ तातो पानी कुण्ड। जहाँ चाहिँ अब यो ढाड दुखेको, यो कम्मर दुखेको भनेर के गर्ने विश्वास गरिन्छ। सो तातो पानीबाट हाम्रो यात्रा अगाडि बढिसकेको छ। हुमखोला झरियो है। हुमखोला झरेर अब हामी चाहिँ हिँड्दैछौँ यहाँबाट।
अब हुमखोलाबाट चाहिँ हामी लाग्नेछौँ। यो छ हुमखोलाको भ्यू भनेको चाहिँ यस्तो देख्नु चाहिँ माथिसम्म यस्तो हाइटसम्म रहेको छ। सो हामी चाहिँ अब यहाँबाट ट्रेकिङ सुरु गऱ्यौँ। एकछिन बस्नु पनि छ, बसेर चिया खानु पनि छ। चिया खाएपछि अनि बल्ल हामी चाहिँ सुरु गर्नुपर्ने। सो लेट्स से सो हिँडिएको छ अरे है। कस्तो भइरहेको कृष्ण? कृष्ण, Yes. how was your feeling? Very good. Good. Okay. ठिक छ ल, ठिक छ। मैले अरू चाहिँ होइन, मैले पन्जा चाहिँ लाउनु पर्ने मैले विचार गरिरहेको छु। सो ल, अहिले हामी आइपुग्यो यसरी। यो छ हाइड्रो पावर छ हाम्रो, पछाडि हाइड्रो पावर छ, पछाडि यस्तो सिनिक भ्यू पनि छ है। सो ल, यसरी कृष्ण र म हिँडिरहेको छु। हजुर अनि होइन यसले धेरै सपोर्ट गर्छ नि। यो रहेछ, यता पछाडि हाइड्रो पावर जाने बाटो रहेछ है। सो हाइड्रो पावर छ, यसमा खाने लेट्स गो। सो हामी आइपुग्न लाग्यो हुमखोलाको हामी एउटा चिया नास्ता खाने ठाउँ, खाजा खाना खाने ठाउँमा आइपुग्यो। त्यो चाहिँ रहेछ, यो कुन खोला हो चाहिँ यो अलि थाहा भएन है। छ यसै खोलाबाट हाइड्रो पावर बनेर आएको रहेछ है। सो ल, हामी चाहिँ हुमखोलाबाट चाहिँ अब हाम्रो ट्रेकिङ चाहिँ अब यहाँबाट सुरु हुन्छ है। हामी यहाँबाट निस्किन्छौँ। सो यहाँनिर लेखेको छ वेलकम अन्नपूर्ण फर्स्ट नर्थ बेस क्याम्प म्याग्दी भनेर 4190 मिटर्सको हाइटमा चाहिँ रहेको छ जुन है। सो नर्थ चाहिँ झर्ना यहाँबाट चाहिँ यस्तो देख्न सक्नुहुन्छ है त। सो हामी चाहिँ हजुर हामी चाहिँ यहाँबाट सुरु गऱ्यौँ है। अहिले त म बोक्न सक्दैन गरे तिमीलाई, स्पोन्सर बाई धन पैजा। सो ल, हाम्रो ट्रेकिङ सुरु भयो है त। सो लेट्स गो गाइस। ल हामी छिरियो है त, यहाँबाट छिरियो। हाम्रो अवस्था यस्तो छ है, मेरो अवस्था यस्तो छ, चिसोबाट पनि बच्नु पऱ्यो। चिसोबाट बच्नको लागि पनि मैले यस्तो रूप धारण चाहिँ गर्नु परेको छ। अब हामी चाहिँ लाग्यो है त। ल लाग्यो, यस्तो फुलहरू पनि छ है बाटोमा, सर्लक्क फुलहरू हेर्दै मनोरम दृश्यको साथमा चाहिँ हजुरहरूलाई अन्नपूर्ण बेस क्याम्प नर्थ एबिसी चाहिँ घुमाउने हुन्छ। ल पछि मैले भिडियो बनाउन पाउँछु या पाउँदैन, पानीले मौसमले के कस्तो रूप लिन्छ थाहा छैन। त्यही भएर भिडियो चाहिँ म अहिले भएको ठाउँमा चाहिँ म बनाइहाल्छु है त। ठिक छ, भन्दाखेरि सर्लक्क यस्तो भ्यू हेर्दै कृष्णलाई के अरे रुपेश, के अरे कृष्ण ठिक छ, त्यतिकै लिएर हिँड न, लिएर हिँड। यस्तो गीत सित घन्काएको केही छैन, तर अहिलेको मौसम चाहिँ यता चाहिँ देखाउन अलि मिलेको छैन है। ठिक छ, अब चाहिँ सर्लक्क मस्त लाएर हिँड्ने। अनि देखाएर चाहिँ मेरो अवस्था यस्तो छ है, यस्तरी हिँड्नु परेछ। अझ टोपी लाएर हिँड्नुपर्ने हो, सानोसानो सब भागेर हिँड्नु परेछ। लेट्स गो। यस्तो भ्यू हेर्नु भने पनि भगवान्, बाटो राम्रै छ है अहिलेसम्म चाहिँ। छ बरु अलिअलि सेमसेम पानी परिरहेको जस्तो भइरहेछ होइन, न त अरू चाहिँ सबै ठिकै छ के अरे। यस्तै बाटो चाहिँ सर्लक्क पछ्याउँदै हिँडिरहेको छ। लेट्स सी गाइस, मौसम राम्रोसँग खुलेको भए अझै मस्त राम्रो तरिकाले होइन, थोरै घाम लागेको भए चाहिँ अझै रमाइलो हुने थियो है। बाटोको सुन्दरता पनि राम्रोसँग देखिन्थ्यो, के गर्नु धोका दिइहाल्यो। तर पनि यो दृश्यहरू चाहिँ बवालै छन् है त। सो
सो गाइज हामी हिँड्दैछ है, हामीले यसो रेनकोट लाउनलाई बस्यौँ है। सो अहिलेको अवस्था चाहिँ हाम्रो यस्तो छ, देख्नु पनि भएको छैन होला, साथीको अवस्था यस्तो छ। सो यस्तो अवस्थामा चाहिँ हिँड्नु परेछ अहिले चाहिँ। थोरै पानी पऱ्यो, अनि पानी परेपछि चाहिँ अब रेनकोट लाउनु पऱ्यो भन्ने हिसाबले चाहिँ यसरी हिँड्नु छ। पानी एकदमै स्वच्छ सफा छ है यताको। सो यसरी नै हिँड्दैछौँ हामी। हामीले जिपमा आउँदाको बाटो कस्तो थियो र अहिले हिँड्दाको बाटो चाहिँ थोरै पानी परेको भएर मात्र अलिकति भइरहेको छ, नत्र भने चाहिँ बबालै छ है त। ल त्यही बाह्रमा के गर्नु त है, चिसोबाट पनि बच्नु पऱ्यो, पानीबाट पनि बच्नु पऱ्यो, गाह्रो छ हौ गाह्रो। यस्तो हो यस्तो बाटो यस्तो छ है। अझ हाम्रो फुटपाथ कुनै पनि ठाउँमा यस्तो छ, खोलालाई साँच्ची राखेर हामी हिँडिरहेछौँ। ल है त। सो केही साथीहरू पर पुगिसक्नु भएको रहेछ, ठिक छ। ल हामी यस्तो पर आएको बाटो, मेरो साथीलाई अलिक गाह्रो भइरहेको भन्ने महसुस गरिरहेको छु मैले। अनि यो हिँड्दै गर्दा चाहिँ कस्तो भयो भन्दाखेरि एक त लौरी, यो लौरीको हेरी यस्तो नै कहाँ हराइछ क्या मेरो। अनि त यो हिँड्दै गर्दा त केही फिल भएन, जब मैले देखेँ नि तब मात्र बल्ल फिल भयो क्या मलाई। कहीँ ठाउँ चाहिँ बबल छ है त। हिँड्दै जाउँ हिँड्दै जाउँ, लेट्स गो। बाटो यही नै हो, बाटो यस्तै छ रुट भनेको है। साइडमा यस्तो सिनहरू देख्न सक्नुहुन्छ, माथि हेर्नु भने यस्तो पहरा छ माथिसम्मको है त। अनि साथी अगाडि बाटो यही नै हो, रुट यस्तै छ है। टक टक लौरी टेक्दै आउनु होला, रमाइलो हुनेछ। अलिकति जिपमा आउँदाखेरि चाहिँ जिपको बाटो चाहिँ अलिकति हेर्दाखेरि चाहिँ ओहो भन्ने जस्तो हुन्छ त्यहाँनिर, तर यसरी आउँदा चाहिँ भवालै छ है त। यसरी हिँड्नु भन्छ। रेनकोट पानी पर्न चाहिँ अलिक कम भयो। अब हामी चाहिँ अलि माथि गएर चाहिँ रेनकोट निकाल्छौँ, अनि त्यसपछि फेरि हुन्छ। हजुर के छ कृष्ण, कस्तो भइरहेको तिमीलाई? गाह्रो भयो? गाह्रो त भएको छैन नि? ल पुगिन्छ त गुफाफाट? ल आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ गुफाफाटको लागि हो। हेरौँ है त, गुफाफाट पुगिन्छ पुगिँदैन, पुग्ने हो। यस्तो सिनहरू हेर्दै हिँड्दै गुफाफाट पुग्ने हो। सो हाम्रो चाहिँ आयो है पहिलो झोलुङ्गे पुल आयो। यो चाहिँ हाम्रो पहिलो झोलुङ्गे पुल है त। हामीले अहिले कटेको पहिलो झोलुङ्गे पुल है। हामी चाहिँ गुराँसे डाँडा आइपुगेको थियो है। गुराँसे डाँडाबाट चाहिँ अब हामी झर्दैछौँ। यहाँनिर चाहिँ ठाडै ओह्रालो छ अरे। सो यो ओह्रालो चाहिँ झर्दै अनि त्यहाँटी अब चाहिँ यतै गुराँसे डाँडामा मात्रै नेट दिँदो रहेछ। त्यहाँटी माथि चाहिँ नेट टिप्दैन रहेछ, त्यो भएर नि घरतिर नि यसो कल गरियो है त। अनि यहाँबाट चाहिँ ओह्रालो लाग्यो। ल यो छ गुराँसे डाँडाको है। गुराँस धेरै हुने भएर गुराँसे डाँडा नाम राख्यो होला पक्कै पनि। सर है त। ल अब पानी परिरहेको छ अलिअलि सिमसिम सिमसिम, अनि पानी परिरहेको छ। अब यहाँ समस्या भइरहेको पनि मौसम यस्तो छ है। गाई यस्तो भ्यू छ है यहाँ चाहिँ, कहाँ बाटो यस्तो छ हजुर। यस्तो छ है भ्यू चाहिँ, बबाले छ। उता झर्ना पनि छ, कुन झर्ना रहेछ अहिले त्यहीँ गएपछि थाहा हुन्छ है त। लेट्स गो गाइज। यस्तो गाइज यस्तै छ है, यस्तरी हिँड्नु परेको छ। पानी सिमसिम लहरिरहेको कस्तो भइरहेको कृष्ण? ठिक छ हिँड हिँड त्यस्तै छ है त। बिच बिच हिमाल सरी झर्नाहरू देख्न पाइन्छ मजाले। लेट्स गो गाइज। सो गाइज हामी चाहिँ अहिले चाहिँ पानी परेको थियो, अलिकति ठुलै भन्दा पनि ठिकैको पानी परेको थियो। अनि पानी परेकोमा चाहिँ एकछिन रोकियो। रोकियो हामी चाहिँ यो फुत्ते झर्नाको साइडमा चाहिँ एउटा खाजा खाना घर हुन्छ, हामी चाहिँ यहीँ बस्यौँ। यहीँ बसेर चाहिँ एकछिन चिया खायौँ, चिया मिठो थियो। हजुरहरू चाहिँ माथि आएर खाजा चाहिँ केही खान सक्दैन फुत्ते होइन। साथीहरू ड्रेस मिलाउँदैछौँ। सो अब हामी माथि जान्छौँ, फुत्ते झर्ना खान्छौँ, त्यसपछि अनि माथि जान्छौँ है त। पानी पर्न अलिक कम भएको छ, थोरै रेनकोट लगाएर पनि जान सकिन्छ। सो लेट्स गो गाइज। सो गाइज अब हामी फेरि निस्क्यौँ है त। लगाएर सानातिना मसिना मसिना झर्नाहरू हेर्दै। सो
निस्किँदैछौँ। हाम्रो यात्रालाई खोला, झरना र पुलहरूले पछ्याइरहेका भने थिए। यिनै काठका पुलहरू पछ्याउँदै हाम्रो यात्रा अगाडि बढ्दै थियो। आयो है त यो रहेछ यही होला पक्कै रुप्छ झर्ना के अरे रुप्छ अरे यो हाम्रो फुटफुटे झर्ना है। हामी फुटफुटे झर्नाबाट चाहिँ माथि उकालो लाग्यो है त। फुटफुटे झर्नाबाट माथि उकालो लाग्यो। अब यहाँ फेरि फोटो खिच्ने काम चाहिँ हामी झर्ने बेलामा चाहिँ फोटो खिच्ने काम गरिन्छ अवश्य पनि है। सो अब हामी फेरि यहाँबाट चाहिँ उकालो लाउँछौँ है। चिसो छ है, मेरो हात पनि कठाङ्ग्रिसकेको छ अहिले त यस्तो पानी परेको भएर। चाहिँ आइपुग्यो। कहाँ आइपुग्यो भन्दाखेरि कहाँनिर यो कुन ठाउँ रहेछ है भयो सधैँ खर्क। नमस्ते 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 है त। यस्तो छ यहाँ बोट बिरुवाहरू पनि यस्तो तरिकाको छ। सधैँ खर्क आयो र हजुरहरू चाहिँ सधैँ खर्क आएर पनि बस्न सक्नुहुन्छ है। हामी चाहिँ आज गुफा फाँट पुग्ने भनेको। गुफा फाँट चाहिँ यहाँबाट 1 घन्टा लाग्छ भन्ने सुनियो। यस त्यहाँबाट भुस्केट मेला 3 घन्टा लाग्छ भन्ने सुनियो होइन। सो हामी चाहिँ भुस्केट मेला भन्दा चाहिँ सधैँ खर्कै गइन्छ कि जस्तो छ। सो आज चाहिँ सरी सधैँ खर्क अरे हामी गुफा फाँट नै पुगिन्छ होला है त आज। यसै हेर्न सक्नुहुन्छ हजुर यस्तो पहरामा यस्तो पहराहरू छ है। बवाल छ यो भयो यो सधैँ खर्क है त। सधैँ खर्कमा पनि आएर चाहिँ हजुरहरू चाहिँ बस्न सक्नुहुन्छ। खाना खानको लागि पनि यहाँ आउनुभयो अथवा नभए तलबाट आएर चाहिँ खाजाहरू पनि चाहिँ आएर खान सक्नुहुन्छ। अथवा नभए हजुरलाई गाह्रो हुन्छ भने चाहिँ यहीँ बस्न पनि सक्नुहुन्छ। सो लेट्स गो। हेर्नुहोस् है त हामी यस्तो माथिको पहरामा पनि छ है त। यस्तो ठाउँ छ ल हेर्नुहोस्। अझ कुहिरो लाएर माथिसम्म देखेको छैन है। यस्तो ठाउँ पनि हिँड्नु पर्छ। देख्नुभयो जिन्दगी भनेको यस्तै हो कि घुम्ने खाने बस्ने होइन। हेर्नु छ अलिअलि कमाएको छ घुमेको छ सकाएको छ भनेको छ। यस्तै छ यी जिन्दगी। जादु बन्यो हिँड्यो है। जादु बन्यो हिँड्यो सर्यो अलक्क लाएर ल हेर्नु त माथिसम्म वहाँ टपसम्मै छ क्या अझै। ल ठिक छ एकचोटि आउनु होला नर्थ एबिसी चाहिँ आउनु। के छ कृष्ण कस्तो भइरह ल हेर्नुहोस् त ल यस्तो छ सर्लक्क। आहा यहीँबाट सँगसँग पानी बगिरहेको छ है। पानी पनि बगिरहेको छ मस्त। बाटो यस्तो छ। मेरो साथी यहाँ छ नि। ल हेर्नुहोस् यता हेर्नुहोस् ल। नो नेटवर्क नो चिन्ता। जिन्दगी टेन्सन छैन। कहिलेकाहीँ चाहिँ यस्तोमा आयो जिन्दगीको टेन्सनहरू भुलायो। ल यही हो है त ल। सो यस्तै छ है। त्यस्तो गाई चाहिँ अहिले हामी चाहिँ आइपुग्यौँ माथि सन्धि खर्कबाट माथि जाँदै थियौँ। त्यसमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ यस्तो ठुल्ठुलो पहराहरू छ। के गुफा पनि भन्छ जस्तो लागिरहेको छ मलाई है। माथि चाहिँ माथि यस्तो देख्न सक्नुहुन्छ हजुरहरूले। सो हामी चाहिँ यस्तो हामी चाहिँ यहाँबाट अगाडि बढ्दैछौँ। रेनकोट चाहिँ लगाइरहेको छ। फेरि यस्तो घरि पानी पर्ने घरि हुने भइरहेछ। मौसम चाहिँ अलिअलि खुल्ला जस्तो पनि गर्छ घरिघरि। हेर्नु बादल यस्तो छ अझै पनि होइन। कुहिरो मण्डल लागेको छ
पनि मौसम खुल्यो भने चाहिँ बबाले हुन्छ होइन कृष्ण के भन्छौ अब नर्थ एबिसी आउनलाई चाहनेलाई के भन्छौ तिमी आउनै पर्ने ठाउँ भन्छु हो ल ठिक छ ल ल है त हजुरहरू पनि एकचोटि चाहिँ अवश्य पनि आउनु होला हामी देखाउनेछौँ माथि जोस् आशा गरौँ भगवान्को कृपाले गर्दा भोलिको मौसम खुलोस् हजुर मौसम खुलोस् अनि मौसम खुलेर अनि चाहिँ हामी चाहिँ भोलि पञ्चगन्धा ताल अन्नपूर्ण हिमालहरू माछा त अलिक देखिँदैन अरे अन्नपूर्णको रेन्ज सबै निलगिरी हिमाल सबै राउन्डसँग चाहिँ देख्न पाऊँ है त ल यस्तो देख्न सक्नुहुन्छ हामी यसरी नै भिडियो राखेका छौँ यस्तो पहरा छ हामी चाहिँ आइपुग्यो गुफा फाँट है त्यो गुफा फाँट आइपुग्यो अब यहाँ चाहिँ हामी रुमको लागि चाहिँ यसो विचार गर्दैछौँ रुम हेर्दैछौँ है त रुम पाइयो भने हामी यहीँ बस्छौँ होइन भने माथि बुस्केट मेला अझै हाँटी चाहिँ 1 घन्टा 1.5 घन्टा जस्तो लाउँछ अरे के अरे यसो हेरौँ के छ कस्तो भयो त कृष्ण आजको यात्रा बवाल भयो नि बवाल भयो यो नि लाइफ यो हामी घरहरू यहाँ छ है त्यहाँ सुन्दैछ यहाँ छ बेस क्याम्प उताको चाहिँ के सेकेन्ड कसरी सेकेन्ड गएर यो त पछि खुलेको होइन होइन खुलेको पो पहिला त नि के अरे पछि त नि सो यो चाहिँ गुफा फाँट है त अहिले हामी अब सोध्छ भोलि चाहिँ हामी एउटा चाहिँ निस्केर जानेछौँ चाँडै नै बस सो गाइस हामी चाहिँ अहिले नर्थ एबिसीको लागि चाहिँ निस्केका थियौँ नर्थ एबिसीको लागि चाहिँ निस्किने बेलामा चाहिँ हामी अहिले आज चाहिँ गुफा फाँटमा आएर बस्यौँ अनि गुफा फाँटमा बस्ने बेलामा चाहिँ यहाँ न नेट छ न केही छ है यहाँ छन् साथी छन् अनि हाम्रो रुम चाहिँ यस्तो छ ठिक छ नर्थ एबिसी भर्खर बन्दै गरेको भन्दा पनि यहाँ बस्ने उसहरू थिएन नि त जस बन्दैछ यतिको ठिकै छ अनि यसमा चाहिँ के गर्ने त नि भनेर अब नेटवर्क पनि छैन मोबाइलमा टावर पनि दिँदैन वाइफाई पनि छैन भन्दै अन्त बुक ल्याएको थिएँ एउटा अनि मैले ल्याएको बुक चाहिँ समर लभ मसँग अरू ठुलो बुक थियो मैले ऐठन बुकहरू ल्याउँछ त ऐठन घरमै थियो अनि अरू बुक थियो इजोरिया बुक थियो म त्यो ल्याउँछ भनेको झोलामा अलिकति हेभी हुने अटेन त्यो चाहिँ अलिकति त्यो उपन्यास चाहिँ अनि त्यो भएर मैले समर लभ चाहिँ सानो चिटिक्क जस्तो सानो पकेटमा पनि हाल्न मिल्ने टाइपको अनि सो त्यही चाहिँ म पढ्दैछु है त यहाँ सो गुड मर्निङ गाइज अहिले चाहिँ 6 बजे होइन हामी 6 बजीतिर उठ्यौँ अनि अहिले चाहिँ यस्तो हेर्दा मौसम चाहिँ खुलेको जस्तो देखिएको छ अब हामी चाहिँ एकछिनमा ब्रेकफास्ट गरेर चाहिँ निस्किन्छौँ सो माथि अहिले हेर्दा त मौसम खुलेको छ जतिकै खुलेको होस् माथि राम्रो हिमाल पञ्चगन्धा ताल देख्न पाइयोस् भन्ने चाहिँ आश गर्दछ है त
सो गाइज ल हामी चाहिँ अब निस्क्यौँ है त हामी निस्क्यौँ गुफा फाँटबाट अहिले कति बज्यो भन्दाखेरि 7-8 बज्दै लागिसकेको छ हामी ढिलो भएर आज निस्किँदाखेरि ब्रेकफास्ट पनि ढिलो भयो सो अब हामी चाहिँ माथि पञ्चकुण्ड ताल पुग्छौँ पञ्चकुण्ड ताल पुगेर चाहिँ फर्किनुपर्छ जस्तै हामी किनकि ब्यागहरू सबै यहीँ राखेर निस्क्यौँ होइन निस्केपछि अनि माथि चाहिँ फर्केर पोखरै पुग्न त आज जस्तै भ्याउँदैन त्यही भएर हामी सकेसम्म हुमखोला गएर बस्ने प्लान छ हाम्रो सो हेरौँ है त अब हामी चाहिँ पञ्चकुण्ड ताल चाहिँ पुग्छौँ मौसम चाहिँ जो अलिक खुलेको जस्तो छ माथिमा पुगेको चाहिँ खुलेकै जस्तो भयो भने चाहिँ राम्रै छ त्यो हुन्छ अनि लेट्स सी गाइज यहाँ चाहिँ अगाडि यस्तरी हिँडिरहेको छौँ ल भीमले फ्याँकेको ढुङ्गा लिएर हामी पछि नारायण क्याम्पसमा अनि माथि माथिमा हेर्न गर्दा यहाँ पनि छ भीमले फ्याँकेको ढुङ्गा ल हेर्नुहोस् त यस्तो मजाको ढुङ्गा हो यस्तो बवाल नेचरमा सर बवालले ल्यान्डस्केप बवाल यस्तो माथि पहराहरूबाट हेर्दै आकाश पनि खुलेको छ यसको सो गाइज ल हेर्नुहोस् है त हामीले अलिकति भए पनि हिमाल देख्यौँ त्यहाँनिर हिँड्दै गर्ने क्रममा हिमाल हेर्न माथि जाने हो अलिअलि बादल पनि आइरहेको छ के अरे होस् माथि जान गर्दा चाहिँ अलिकति ठिकै होस् भन्ने चाहना छ है त सो माथि गएर बादल नलागोस् राम्रोसँग चाहिँ भ्युज हेर्न पाइयोस् है यस्तो डाँडा काँडा हेर्दै आउनु भने हेर्नु त हिमाल पाहाडदेखिको हिमाल उठ्यो यस्तो बवाल छ ल सो गाइज हामी अहिले स्काई केभ आइपुग्यौँ है त्यो माथि देखिरहनु भएको छ त्यो चाहिँ माथि त्यहाँ अलि चाहिँ गुफाहरू छ है यो स्काई केभ रहेछन् है सर्लक्क ल त्यहाँनिर यस्तो यस्तो भ्युजहरू यता यस्तो खतरा भ्युज छन् यहाँ यस्तो खतरा हुन्छ मान्छे यस्तो खतरा बवाल बाफ्रे यस्तो भ्युजमा हामी आइपुग्यो यो स्काई केभमा ल गुफा अब गुफामा त के होला नि त है ठिक छ तर भ्यू चाहिँ अति नै बवाल छ है यहाँ देख्न सक्नुहुन्छ पारी यस्तो हिमाल पनि देखेको छ है हिमाल पनि देखिरहेछ सो यस्तै भ्युज हेर्दै चाहिँ हामी हिँड्दैछौँ ल हामी अहिले चाहिँ स्काई केभमा आइपुग्यौँ अब स्काई केभबाट चाहिँ अगाडि बढ्दै हिँड्छौँ है ल यतापट्टिको साइडमा हेर्नुभयो भने पनि त्यहाँ थोरै हिमालको चुचुरो देख्न सक्नुहुन्छ है ल त ल हामी यसरी नै अगाडि बढ्दैछौँ है त ल स्काई केभ अब 500 त्यो सबै स्काई केभ रहेछ ल कस्तो भइरह कृष्ण ठिक छ नि हामी अहिले चाहिँ हामी ल हामी चाहिँ अहिले रेड वाटरफल आयो है यो रहेछ रेड वाटरफल
र उ त्यहाँबाट पारि पनि देख्न सक्नुहुन्छ एउटा हिमाल है, त्यहाँ पनि हिमाल छ मस्त होइन, कति बादल लागेको छ। सो हामी यसरी नै हिमाल हेर्दैछौँ है त। रेड वाटरफल चाहिँ त्यति उसको नरहेछ है, त्यहाँ पनि देख्न सक्नुहुन्छ त्यसलाई। साइडमा खोलाहरू मस्त छन्, सरर फुलेको मौसम हेर्दै हिँड्दै चाहिँ मजा भइरहेछ ल। सो गाइस हामी चाहिँ यसरी हिँड्दैछौँ होइन, यस्तो मस्त तरिकाले चाहिँ हिँडिरहेको छौँ। पछाडि गएर यस्तरी हिमालको भ्यू पनि हेर्न सक्नुहुन्छ, पछि यस्तो खोलाको भ्यू पनि सलक्कै छ, सलक्कै ल्यान्डस्केप किन हेरेको छ यस्तो चाहिँ मजाले हेर्दै हिँड्दैछौँ है त। सो माथि गएर चाहिँ मजाले हिमाल हेर्न पाए चाहिँ अझै रमाइलो हुन्छ भन्ने आश हो, हिमाल हेर्न पाइयोस्। ठिक छ ल, यो ट्रेक चाहिँ अति बेस्ट छ है त। सो गाइस यस्तो बवाल ठाउँ छ है त। आहा सर्लक्ला र कहाँ हो अप्पर मुस्ताङ गयो भने बवाल छ ल, यस्तो बवाल छ हे हिमाल नै भन्नु अब त्यसलाई पनि। अहिले मजाले हिउँ पऱ्यो भने बवाल हिमालय भन्दो रहेछ नि। ओहो यस्तो रुख छ, यो यस्तै बुटहरू हुन्छन् है माथिको भेगमा चाहिँ। ल ठिक छ ल हे सरर 360 भ्यू हेऱ्यो, जता हेऱ्यो त्यतै राम्रो छ गाइस, जता हेऱ्यो त्यतै राम्रो। सर कहिले त्यही गर्थे अझ हुम खोलामै सामान छोड्थे। अब बवाल ठाउँ छ ल यस्तो। यता पनि हिमाल सर्लको देख्न सक्नुहुन्छ, भुस्केट मेला भन्ने, सरी भुस्केट खोला भन्ने त्यही हो। हामी त भुस्केट खोला पुग्यौँ, तर साइडबाट यस्तो पानीको सरहरू छरिरहेछन् है। सो हामी हिँडिरहेछौँ है त ल। यसको त्यही वनस्पतिहरू यस्तै यस्तै छन् यहाँ। ल हे त ल आउनु पर्यो, दसैँको पैसाहरू के छ जम्मा गरेर आउनु पर्यो। त्यसै तास खेलेर सक्ने होइन, यसरी घुमेर बरु सक्दा केही फरक पर्दैन है। यस्तो राम्रो राम्रो भ्युजहरू हेर्दै देख्नु सक्नुहुन्छ, यस्तो बवाल भ्युज। ल त सो गाइस हामी चाहिँ आइपुग्यो भुस्केट मेला भन्ने ठाउँमा। यो भुस्केट मेला है, र हजुरहरू यहाँ भुस्केट मेला आएर पनि भन्न सक्नुहुन्छ, गोफाट नबसिकन आउनुभयो भने चाहिँ यो भुस्केट मेला हो है। यहाँबाट चाहिँ यस्तो मस्त सिनहरू पनि देख्न सक्नुहुन्छ है त, त्यो सिनहरू छ। यसरी हामी चाहिँ भुस्केट मेला आइपुग्यो। भुस्केट मेलाबाट चाहिँ र यहाँनिर टेन्टहरू छ, बस्ने ठाउँहरू छ। यहाँबाट 2 घन्टा लाउँछ भन्नुभएको छ। सो हाम्रो हिँडाइअनुसार चाहिँ डिपेन्ड गर्छ। अब हामी चाहिँ यहाँबाट माथि लाग्छौँ है त। यो चाहिँ भुस्केट मेला। सो यस्तो ठाउँ आइपुग्यो गाइज, यस्तो ठाउँ आइपुग्यो।
एउटा सर्लक्क त्यो हेर्दै सो गाइज अहिले हामी सुनखोला आइपुग्यो है। सुनखोलामा चाहिँ अब यो बर्खायामको समयमा चाहिँ अलिकति नै रिस्की नै हुन्छ होला है। र अहिले चाहिँ यहाँ सुनखोलामा चाहिँ यहाँनिर अहिले काठको पुल हालेको रहेछ। काठको पुल हालेपछि चाहिँ केही सहज हुन्छ भनौँ न बाटो काट्नको लागि चाहिँ। सो यसरी जानु हो। है तर अहिले चाहिँ कुहिरो लाएर चाहिँ बादल लाएर चाहिँ देखेको छैन। तपाईँ सर्लक्कै तपाईँको साइडमा पनि हिमाल छ, उताको साइडमा पनि हिमाल, वरिपरि त तातै हिमाल चाहिँ मजाले देख्न सक्नुहुन्छ है। सो फाइनल्ली आइपुग्नु लागि जस्तो छ है। सर यो हेर्दै हिमाल अलिअलि खुलेछ, अलि खुलेन, के गर्ने है। पारि पनि हिमाल देखिरहेछ। हामी आइयो कागभुसुन्डे डाँडा भन्नेमा। यो रहेछ 4060 को हाइटमा कागभुसुन्डे डाँडा आइपुगेको छ गाइज। कागभुसुन्डे डाँडा ल यस्तै सँगको यो भनेको। सो फाइनल्ली गाइज आइपुग्यो ल। हामी हिँडेको चाहिँ 8 बजे हिँडेको थियौँ भने अहिले 11:30 भयो घडीमा। 11:30 भनेपछि चाहिँ लगभग हामी चाहिँ 11:30 बजे आइपुग्यो है। हजुरको हिँडाइ कस्तो छ त्यो अनुसार चाहिँ अब 3 घन्टा 4 घन्टा चाहिँ लाग्ने गर्छ। हामी 8 बजे हिँडेको, हाम्रो 3.5 घन्टा लाग्यो भनौँ। सो यहाँ छ एउटा चाहिँ मस्त पछाडिको भ्यू पनि देख्न सक्नुहुन्छ भने त्यहाँ छ हो, त्यो चाहिँ रहेछ पञ्चकन्या ताल। सो हामी यहाँ चाहिँ आइपुग्यो है त। हिमालहरू चाहिँ मस्त देख्नै सक्नुहुन्छ सर। मेबी अहिले भयो भने माथिसम्म पुग्यो होला, होइन भने हामी चाहिँ त्यहीँबाट फर्किन्छौँ है त। सो आइपुग्यो फाइनल्ली आफ्टर 3 आवर्स 3 घन्टा पछाडि चाहिँ हामी पञ्चकन्या ताल यानि कि नर्थ अन्नपूर्ण बेस क्याम्प चाहिँ आइपुग्यो है त ल। सो सियो गाइस, यस्तै छ हिमालको सिन। हिमालको सिन हेर्दा यस्तरी र त्यो हो पञ्चकन्या ताल। छ है त मस्त टेन्टहरू पनि लगाएर राखिएको छ भने अहिले यो हिमालहरू पनि देख्न सकिन्छ। सो फाइनली आइपुग्यो है त गाइस। आइपुग्यो नर्थ अन्नपूर्ण फर्स्ट बेस क्याम्प 40-90 मिटर पारि देखिएको छ हिमाल है। र यो चाहिँ छ हाम्रो पञ्चकन्या ताल है। माथि गयो भने बेस क्याम्प छ, यहाँ हिमालहरू देखिन्छ। यतापट्टिको साइडको हिमाल चाहिँ बादलले राखिएको छ भने यतापट्टि अलिअलि हिमालहरू चाहिँ देखिएको छ। सो यो पञ्चकन्या ताल, यहाँ चाहिँ क्याम्पहरू पनि छ, यहाँ आएर पनि स्टे गर्न सकिन्छ। यो हो पञ्चकन्या ताल है त। पञ्चकन्या तालबाट सरर ओल्दाला माथिबाट जाने भने यस्तो राम्रो देखिन्छ नि है। यो पञ्चकन्या ताल त्यो माथि हिमालको दृश्य पनि देखेको छ भने पारि पनि हिमाल देख्न सक्नुहुन्छ है त।
र उ त्यो माथि चाहिँ यसको बेस क्याम्प हो। बेस क्याम्प जानको लागि चाहिँ माथि जानुपर्ने हुन्छ ल। माथि अलिअलि घरिघरि घाम लाग्ने घरि हुने गरेर रुख खुल्दै पनि छ, घरि खुलेको पनि छैन है त। सो यहाँबाट यस्तै पञ्चकुण्डा ताल जालेर आउँछ भने देख्न सक्नुहुनेछ होइन। सो यो हो पञ्चकुण्डा ताल। सो यो चाहिँ पञ्चकुण्डा ताल है त। पञ्चकुण्डा तालबाट चाहिँ पछाडि हिमालको श्रृङ्खला पनि छ है। यतापट्टिको साइडमा पनि हिमाल छ। अहिले अलिकति बादल आएर देखेको छैन भने ल है आउनु पर्यो। यस्तो ठाउँ छ मजाको। आहा हिमाल सर्लक्क है। बेला बेला अप्लान चाहिँ हुनुपर्दो रहेछ। अनि अप्लान चाहिँ भएको पनि हेर्न चाहिँ सरर मजा आउँदो रहेछ। यस्तो बादलमा चाहिँ सरर यो पञ्चकुण्ड तालमा चाहिँ मस्त बसेर आनन्द तरिकाले चाहिँ तालको मिठो हावा खाँदै आवाज लिँदै